लाको है ल जमछोरी दुध म त त्यहाँ जाँदिनँ गोठमा इन्ट्री हाई कहिलेहरू के छ खबर हेलो ल दिस इज यो चाहिँ मेरो कैली कान्छी के भयो अनि अर्को माइली यो कान्छी त्यसको बेबी लाउनु पर्छ के मलाई चाहिँ फेरि गोठमा असाध्यै खार लाग्छ छुवा छुवा छ मास्क लगाएन भने दुध दुनै सक्दैन दुध दुनै सक्दिनँ फेरि बनाएर यो चाहिँ हाम्रो कान्छी गाई कान्छी कैली यो नि कान्छी नै हो हैन यसको बेबी यो चाहिँ फेरि उसको छोरीलाई छोयो भने हैन के नै गर्न लास्तो गरेर हान्न आउँछ के यति छ हैन यो चाहिँ फेरि यति ज्ञानी छ नि यति राम्रा छन् मेरा गाईहरू ल हेर्नु छ यो जम्मा 5 महिना यो जम्मा 5 महिनाको भयो 5 महिनाको भयो क्या साथीहरू ल हेर्नुहोस् त कति राम्रो छ उता हेर्दै कहिले कान्छी उता हेर्दै भिडियोमा उता हेर भिडियोमा हो अब म दुध दुन्छु है एकछिन है त त्यसमै खिच्नु न मैले काम गरेर पनि देखाएको यस्तो चिसो बनाउँछ कि यिनीहरूले गोठी चिसो यसको चाहिँ अलि नजिक गर्नुहोस् त यसको दुध चाहिँ होइन पहिलो बेदे भएर एकदम सानो छ के अनि यस दुईटा हातले यसरी दुनु पनि मिल्दैन के धेरै सानो छ नि त जोस दुध चाहिँ आउँछ हजुर आउँछ एकछिन ल यसको लागि घिउ चाहिन्छ यहाँ बट्टामा घिउ हालेर राख्छु थोरै हातमा लाउने अनि दुईटा हातले दुन मिल्दैन कि यसको चाहिँ एउटा हातले अलि नजिक गर्नुहोस् त यसरी दुने सानो भाँडामा जाउँ न सानो भाँडामा यसरी दुने अनि यो भन्नुहोस् है यो घिउमा अलिअलि कमी लाग्छ ल ज्ञानी छ नि नौलो मान्छे जो आए पनि केही हुँदैन कि भन्ने बित्तिकै खुट्टा चलाउँछ र के हो कान्छी जुम गर्ने यहाँ दोको त आहा जुम गर्ने जुम गर्नै पर्दैन चुप लाग्छ न गाईहरूलाई असाध्यै गीत मनपर्छ के त्यही भएर दुध दुँदाखेरि श्री नारायणी नारायणी हरि हरि श्री नारायणी नारायणी हरि हरि गोविन्द बोलो हरि गोपाल बोलो भन्दै गीत गाउनुपर्छ ल
गाईहरूले दुध धेरै दिन्छ नि साथीहरू। सानो थुन्छ गाह्रो हुन्छ हौ दुध दुहुनुलाई। ल दुध दही भ्यायो है। ल 3टा थुनबाट यति दुध निस्क्यो। दुध थुन सानो भए पनि होइन, थुन सानो भयो भने दुध त धेरै दिन्छ क्या यो गाई। अब एउटा थुन चाहिँ उसको बच्चाको लागि राखिदिन्छु नि त। अब म उसको बच्चालाई छोडिदिन्छु। यो दुधलाई यता साइडमा राखौँ, फेरि पोखाइदिन्छ नि त। Oh my god. किन धकाल्यो? ओहो, नानीलाई गाह्रो भयो होला है। यत्रो ठुलो भइसक्यो, दुध नदिउँ भनेर कराउँछ। दुध दियो भने उसलाई आमा छैन कति गाह्रो हुन्छ होला। यस्तो धकाल राख लात्ता हान्यो। दाँत पलाख नि त, अनि उसलाई दुख्छ क्या। त्यही भएर हो। एकछिन भने उसको आमाको दुध त खानु पर्यो। यति ठुलो भयो नि दुध खाने लाज शरम छैन अरे। कान्छी के भयो? लिएर कसरी खाए कि दुध? यति दुध खाना दिए भाइ। ल कसरी खाएको बाबा? दुख्छ नि, यति ठुलो भइसक्यो, दाँत पलाइसक्यो। अनि म चाहिँ बाहिर निस्केँ है दुध लिएर। अब घरतिर गएँ, म घरतिरै भेट्छु अब। बाई बाई साथीहरू।
भर्दै श्रीमानजी आइसक्यो Today evening vlog. आधी मात्रै आएको तिमी गरेर आधी लिटर अर्ग्यानिक हाम्रो त ओरिजिनल गाईको दुध यस्तो प्याकेट गर्ने पसलमा राख्ने रेगुलर खाने कस्टमर छ क्या तपाईहरु नि आउनुस् त यो भने दुध यताकोले भाग पुग्दैन बाहिरकोले हैन Everybody looks to the left. Everybody looks to the left. Can you feel the gift? Connect the man. It's not but a man. Wow. कतिवटा हाल्नु छ बाबु? अब दुईटा अब एक लिटरको अब चाहिँ दुध दुहेर भ्यायो हैन म चाहिँ अब कुखुराको अन्डा झिक्न जाँदैछु ल है त किन बाबु म छिरेको कुखुरा बाहिर आउँछ कि यति धेरै कुखुरा छ आफै पार्छ आफै खान्छ भने
चाहिँ म करेसाबारी खिच्छु मेरो फुलहरू कति राम्रो फुलेको गुलाब फुल्दैछ मेरो करेसाबारी यो चाहिँ सिमी फुल्दैछ है सिमी यो चाहिँ बाह्रैमासे फलिरहने फुलहरू क्या अम्बाको बोट दुईटा अम्बाको बोट यो हलुवा बेर खोर्सानीहरू यो चाहिँ बिबिरोको बोट है अनि यो किवी सानो बारी छ त्यही पनि कति थरी छ हिजोको भिडियोमा त मैले कौशीको देखाएको छु नि कौशीमा फलाएको यो किवीको है अनि यो चाहिँ पारिजातको फुल यो पारिजात अम्बाको बोट भइहाल्यो दुईटा छ अम्बाको बोट कागतीको बोट यसपालि कागती नै फलेन है क्या हो यो त फल खै यो फलै देखेन त फलै देख्दो रहेनछ भोगटेको डल्लो देखाइदिउँ भने त यो चाहिँ हलुवा बेद है अलिअलि देख्नु हो नि सानो सानो हलुवा बेद भोगटे देखाउँछ है भोगटे अच्छा क्या नजिकै छ है देख्नु भोगटे मेरो बच्चाहरू स्कुलबाट आइसि के गरिराख म हेर्न जान्छु है साथीहरू अलक्क चुप्प लाएर यिनीहरूलाई ए छोरी त पढ्दै रहेछ साना के गर्दै पढिरह हो गुड गर्ल म के गरिराख भनेर म चियो गर्दै आएको के अलक्क धन्न पढिरह रहेछ बाँच्यौ तिमी ल राम्ररी पढ मेरो छोरी ज्ञानी हुनुपर्छ ठुलो मान्छे हुनुपर्छ के सब्जेक्ट बेबी ग्रामर वाउ कस्तो राम्रो छ मेरो छोरीको हेर्छ त आहा कति क्लास रे तिमी 7 क्लास ल हेर्छ यस्तै राम्रो गर्नु कस्तो राम्रो गरेको के तिमीले है नोट हेर्छु त सरलाई मन पर्छ के को नोट छ र एचपी को ओहो यो तिमीले गरेको हो तिमीले नै गरेको यो सिधै तिमी भनौ कस्तो राम्रो भयो ड्रइङ चाहिँ मलाई मन पर्यो है साथीहरु ल हेर्नुस् त हटको ओहो यो सम्बन्धीमा हेल्थको बारेमा छोरीले लेखेकी ल हेर्छ धेरै राम्रो छ छोरी वाउ ल हेर्नुस् त ओहो ल राम्रो छ म त छोरीको रुमबाट निस्के अब छोरा के गर्दैछ हेर्नु पर्यो पढे है के अरे त ढोकै लाएर बसेछ आमा
अम्मा यो त के गरेको कोठाको हालत यो बाबा लो स्कुलबाट आएर त के हो बच्चा त पढ्ला भन्दा त हेर्नु त टिभी हेर्दै ल अपे बाबु के गरेको यो कोठाको भद्र यस्तो गति गरेर बस्ने हो ल हेर स्कुलबाट आएपछि त युद्धै जितेर आएको त गर्छन् भाइ घरमा आएपछि त यस्तो भद्रगोल गर्ने हो तिमी ब्याड बोय हो यत्रो ठुलो भएर पनि टिभी अफ गर छोरा टिभी अफ गर ल गुड बाई भएर टिभी अफ गर्छ हो कस्तो ज्ञानी ल अब पढ्नु पर्छ के छोरा ल पढ्न यत्रो बन्दुक छ त बन्दुक लिएर पढ्न बसेको हो म हान्दिउँ ल होमवर्क भ्याऊ अनि यो रुम क्लिन गर हास ओके मेरो घरको फुलहरू देखाउँछ है यो चाहिँ कुन फुल हो मलाई नै थाहा छैन हैन धेरै राम्रो छ यो फुल्दैछ यो रोजमेरी भन्छ असाध्यै बास्ना आउँछ यो सयपत्री फुल मरिसक्यो यो पुरानो भएर क्या यो दुधे काँडा हेर्नुहोस् त यो पनि धेरै फुल्यो क्या त्यही भएर यता चाहिँ आधी हुँदैछ आधी हुँदैछ यो चाहिँ एक गनौँ है त 1 2 3 4 5 पाँचवटा औँला फुल हेर्नुहोस् 5वटा वाउ सनफ्लावर रेड मेरो महादेव मेरो श्रीमान चाहिँ अफिसबाट भर्खर आउनुभयो गमलामा पानी हाल्दै हुनुहुन्छ